अब यो साग हो मैले लगाएको यो अलिकति र अब यहाँ पानी बोकेर कसरी हाल्नुपर्छ अब म तपाईहरुलाई देखाउँछु है। कसरी मेहनत गर्नुपर्छ साग खानको लागि। त्यो बहुत मेहनत गर्नुपर्छ। जोर तलबाट माटो बोकेर ल्याइयो, मल बोकेर ल्याइयो, कहाँ कहाँ झिरकपुर देखि त्यहाँदेखि अब पानी हाल्ने कति अप्ठ्यारो हुन्छ। एकदमै दुःख हुन्छ तर खानामा स्वाद हुन्छ। यो मेहनत नगरे चाहिँ हुन्न हजुर, मेहनत धेरै गर्नुपर्छ। गुड मर्निङ साथियों, म यति बेला यहाँ मेरो खेतमा पानी हालिरहेको छु। अलिअलि यो साग लगाएकोमा यो साग लगाउने खाने पनि ताजा ताजा अलि दुःखै गर्नुपर्छ। दुःख गर्न नगरे यो चराहरूलाई पनि पानी हालिदिनु पर्छ र धर्म पनि हुन्छ साथी हो। अब यो साग हो मैले लगाएको यो अलिकति र अब यहाँ पानी बोकेर कसरी हाल्नुपर्छ अब म तपाईहरुलाई देखाउँछु है। कसरी मेहनत गर्नुपर्छ साग खानको लागि। त्यो बहुत मेहनत गर्नुपर्छ। जोर तलबाट माटो बोकेर ल्याइयो, मल बोकेर ल्याइयो, कहाँ कहाँ झिरकपुर देखि त्यहाँदेखि अब पानी हाल्ने कति अप्ठ्यारो हुन्छ। एकदमै दुःख हुन्छ तर खानामा स्वाद हुन्छ। एकदमै दुःख हुन्छ। मेहनत गरेपछि जो खाना पाइन्छ। र यो पानी हाल्दैछु आज म। सागमा पानी हालेर सिद्धियो। अब जानु पर्यो तलतिर। देख्नुभयो नि पानी कसरी हाल्नुपर्छ। एकदम बाल्टी उठाएर और 600 रुपये पानी को ट्याङ्कर लाग्छ। पानी आउन आजभोलि 600 रुपये ट्याङ्कर लाग्छ। यो साग धेरै महँगो छ और साथमा मेहनत पनि।